अब यो क्वेशनमा हामीले फेरि के गर्नुपर्ने छ, डोमेन र रेन्ज निकाल्नु पर्ने छ। फंक्सनले चाहिँ रियल नम्बरमा रियल नम्बर दिइराछ हैन। अब यहाँ के छ, x मा के भ्यालु हाल्दाखेरि यहाँ इन्फिनिटी आउँदैन अथवा कम्प्लेक्स नम्बर आउँदैन। अब यहाँ रुट छैन भनेपछि कम्प्लेक्स नम्बर त आउने नै भएन, इन्फिनिटी नआउने केस सोच त। यहाँ तलपट्टि 0 भयो भने इन्फिनिटी आउँछ नि त हैन। x + 1 यो 0 हुनु भएन, x + 1 चाहिँ के हुनु भएन, 0 हुनु भएन भनेपछि द above function is defined when x + 1 is not equal to 0 हैन। भन्नुको मतलब के हुनु पर्यो त, यसले के इम्प्लाई गर्छ, x is not equal to -1, x -1 हुनु भएन। देन डोमेन के हुन्छ, डोमेन अफ f भनेको रियल नम्बर सबै तर 1 बाहेक, भन्नुको मतलब रियल नम्बर -1, रियल नम्बर सबै तर 1 बाहेक। अब हेर, अब रेन्जमा के हुने रहेछ त, यहाँ हेर ल, यहाँ के छ, y = 1/x + 1 छ हैन। अब यसलाई x + 1 उता लग्यो, x + 1 = 1/y हैन। अब x भनेको के रहेछ त, 1/y - 1। अब x पनि त रियल नम्बर हो, x y दुईटै रियल नम्बर हो नि त। x रियल नम्बर हुनको लागि यहाँ हेर, x = 1/y - 1 छ हैन। x रियल नम्बर हुनको लागि के हुनु पर्यो, यो y 1/y मा यो y 0 भइदियो भने के हुन्छ, यो त इन्फिनिटी हुन्छ, त्यसपछि त रियल नम्बर हुँदैन। भन्नुको मतलब के, y 0 भएन, हुनु भएन भनेपछि this function is defined when y is not equal to 0। भन्नुको मतलब रेन्ज बराबर के हुन्छ, रेन्ज इक्वल टु सबै रियल नम्बर तर 0 हुनु भएन। यसमा यस्तो पर्दैन है, सबै रियल नम्बर तर यसमा 0 हुनु भएन। सबै रियल नम्बरको सेटमा 0 घटाइदियो भने के भयो, सबै रियल नम्बर तर त्यसमा 0 चाहिँ छैन। हाम्रो आन्सर यही हो।